आर्मीमा छँदा गुड फ्राइडे हो आज भनेर निकै पेलेर लम्पत पारेर धुलो पिठो निकाल्थे। अनि आउट लेखेर त्यस दिन एक दिने आउट भनेर शनिबारसम्म पठाउँथे। होटेलमा गएर बसिन्थ्यो, खाइन्थ्यो, आनन्द मनाइन्थ्यो। अनि यो गुड फ्राइडेको अर्थ पछि गएर बुझ्न पाइयो। अनि के रहेछ भने मानिस जाति आमाको गर्भ देखिने पापी, झन् यो स्वार्थी संसारमा आएपछि मन वचन कर्मले झन् पापी, टाउको कपालको केसभन्दा बढी मानिसको पाप रहेछ। अनि पापी मानिसले परमेश्वरको महिमासम्म पुग्न सकेको रहन्छ। अनि पापबाट छुटकारा नपाइकन मरेको मान्छेको आत्मा नरकमा जाने रहेछ। नरकमा आगो कहिले निप्दैन, तातो तेल कहिले सकिँदैन, नरकका दूधले यातना दिन कहिले छोड्दैन, जहाँ अन्धकारै अन्धकार छ। त्यो ठाउँबाट बचाउनको लागि परमेश्वर यस धरतीमा मानिस बनेर आएर सबै मानिस जातिको लागि पापबाट छुटकारा दिनको लागि कल्वरी क्रुसमा रगत बगाउनु भएको रहेछ। अनि त्यो रगत बगाएको दिनलाई पापबाट छुटकारा पाएको कारणले गर्दा मानिसले गुड फ्राइडे भनेर भनेको रहेछन्। पछि आएर बुझ्न पाइयो। हस्, धन्यवाद।